12 वर्ष रामायण पढायो सिटा कसके जोई भने चाहिँ यहाँ भूपेन्द्रको व्यवहार त्यस्तै भइरहेको छ दर्शक। जबकि भूपेन्द्रले हर समय हर परिस्थितिमा आफूले दुःख कष्ट पीडा पाइरहेका छन् परश्रीसँग लागेर, अर्थात् आफ्नो श्रीमती हुँदाहुँदै अर्को श्रीमतीसँग लागेर अरूको श्रीमतीसँग लागेर उनलाई तनाव दुःख कष्ट पीडा भइरहेको छ। तर पनि उनले यी कुरालाई विशेष गरेर निहालेकै छैनन्। बाहिरी कुरा अफवाह हावा गफहरू मात्र उनी खुसी र सुखी भइरहेका छन्। साँच्चै नै दर्शकबिन, यहाँनिर भूपेन्द्रले आफ्नो श्रीमती हुँदाहुँदै पनि किन अरू केटीहरू मात्र ताकिरहेका हुन्छन्? के साँच्चै नै यो भूपेन्द्रले अरू केटी ताक्नु अर्थात् अरू केटी हेर्नुमा के उनको दोष छ, अथवा यो परिवार नै गन्जागोल हुनेवाला छ? के लाग्छ तपाईँलाई? तपाईँका सम्पूर्ण विवरणहरू तलको कमेन्ट बक्समा कमेन्ट गर्न भने नछुटाउनु भन्न चाहन्छु। हजुरको कृपा अनुसार हामीले भुन्टीका रिभ्यू भिडियोहरू जस्ताका तस्तै लिएर आउने गरेका छौँ। अबको नयाँ भागमा के हुन्छ कस्तो हुन्छ भन्ने बारेमा पनि छोटा मोटा रिभ्यू भिडियोहरू पस्किने जमर्को गरिराखेकै छौँ। अब भुन्टी नयाँ एपिसोड अर्थात् नयाँ भागमा पक्कै पनि भुन्टीको जीवनमा खुसी र सुखी, उनको जीवनमा खुसी यथार्थपरक र उनको जीवनमा रमाइलोपन र खुसीपनमा धेरै नै उनी अगाडि बढ्न चाहिरहेका छन्। तर यहाँनिर भुन्टीलाई अगाडि बढाउनुको साटो यहाँ भूपेन्द्रले आफ्नो श्रीमतीलाई नै दुःख कष्ट पीडा दर्द तनावहरू दिइरहेका छन्। अबको नयाँ भागमा के हुन्छ दर्शक? पक्कै पनि यहाँनिर आफ्नो जीवनमा खुसी सुखी र आफ्नो जीवनमा हर कदम हर परिस्थितिमा उनी आफ्नो परछाया आफ्नो श्रीमतीसँग आफ्नो श्रीमानसँग खुसी र सुखीका साथ बस्न चाहन्छन्। तर यी यस्ता घटना र परिवेशले गर्दा भूपेन्द्र आफ्नो श्रीमतीसँग नबस्न पाएका छन्, न त आफूले नै आफ्नो श्रीमतीलाई साथ सपनामा ममता गर्न सकेका छन्। यहाँनिर यस्ता घटनाहरूलाई विशेष गरेर निहाल्दा अबको नयाँ एपिसोडमा नयाँ भागमा पक्कै पनि भुन्टीको जीवनमा खुसी भन्दा पनि यहाँ धेरै तनावग्रस्त दुःख दर्द तनाव अवस्था सिचुएसनहरू विराट मात्रामा बढी भइरहेको देख्न सकिन्छ। यस्तै घटनाहरूलाई विशेष गरेर हामीले भुन्टीका नयाँ एपिसोडमा अब के कस्ता हुन्छन्, के साँच्चै नै भुन्टीको जीवनमा खुसीका दिनहरू नआउने नै हुन् त? के साँच्चै नै भुन्टी हर समय हर परिस्थिति हर कदममा दुःख कष्ट दर्द तनावग्रस्त अवस्था सिचुएसनहरू नै मात्र आउने हो त? कि भुन्टीको जीवनमा यहाँ खुसीका पलहरू खुसीका क्षणहरू नआउने नै हुन् त? पक्कै पनि यी यस्तै घटनाहरूलाई विशेष गरेर हामीले भुन्टी सिरियलमा निहाल्ने गरेका छौँ। पक्कै पनि हजुरलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रियाहरू पनि दिन नछुटाउन भन्न चाहन्छु। हामीले हर समय हर परिस्थितिमा हजुरसामु अब के हुँदैछ के हुनेवाला छ, के साँच्चै नै भुन्टीको जीवनमा खुसी भन्दा दुःख तनावग्रस्त अवस्था र सिचुएसनहरू बढी बढ्छ कि भन्ने पनि धेरै दर्शकहरू बुझाइ छ। तर यस्तै कुराहरूलाई विशेष गरेर हामीले निहालिरहेका छौँ। अबको थप विवरणहरू हामीले हजुरसामु भुन्टीका घटना परिवेशहरूलाई निहाल्दै जाँदाखेरि अब भुन्टीलाई धेरै खुसी भन्दा दुःख कष्ट दर्दहरू बढेर जान्छ वा के हुन्छ यी यस्ता घटनाहरूमा विशेषमा निहाल्दाखेरि? यस्तै घटनाहरूलाई विशेष निहालिएको छ। अबको थप घटनाहरूलाई विशेष गरेर हामीले भुन्टीमा अब के हुँदैछ भन्ने बारेमा पनि छोटो मोटो प्रस्तुत गर्ने नै छौँ। साँच्चै नै हजुरलाई जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाहरू पनि दिन नछुटाउनुहोला। जे जस्ता घटना परिवेश परिदृश्य अनुसार भुन्टीका नयाँ भागमा अब भुन्टीको जीवनमा खुसी भन्दा दुःख दर्द पीडा तनावहरूको अवस्थाहरू अझै बढ्दो विराट मात्रामा जाने क्रम देखिन्छ। यहाँनिर भुन्टीको जीवनमा अब सुखी खुसीका पलहरू आउँछन् वा आउँदैनन् त दर्शक? पक्कै पनि हजुरको साथ सपोर्ट प्रतिक्रिया अनुसार नै हामी अगाडि बढिरहेका छौँ। हजुरको साथ सपोर्ट हर समय हर परिस्थितिमा हाम्रो माथ रहिरहेको छ भन्दै अहिलेलाई पनि हाम्रा यी क्रिया र कलापहरू अनुसार अबका नयाँ घटना र परिवेश अनुसार अबको थप विवरण के हुन्छ, के साँच्चै नै भुन्टीको जीवनमा अब तनावग्रस्त अवस्था हटेर खुसीका दिनहरू आउँछन् के लाग्छ? यी यस्ता विवरणहरू हामीले सामु प्रस्तुत रूपमा पस्किने जमर्को गरेका छौँ। कस्तो लाग्दैछ अनि कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ यी यस्ता घटनाहरूलाई विशेष गरी हजुरसम्म हामीले निहाल्ने प्रयत्न गरेका छौँ। जस्तो लाग्यो त्यस्तै प्रतिक्रियाहरू दिन भने नछुटाउनु होला। थप विवरणका लागि हामीले भुन्टीका रिभ्यू भिडियोहरू त अझै पस्किराखेकै छौँ। अब थप घटना परिवेशहरूलाई अझै निहाल्ने प्रयत्न गर्ने नै छौँ भन्दै अबको नयाँ भाग भुन्टीमा के कस्ता घटनाहरू हुनेछन् त्यसबारेमा पनि सम्पूर्ण कुराहरू
प्रस्ट्याउनेछौँ भन्दै अहिलेलाई भने अरूसम्म भिडियोबाट बिदा हुन चाहे। अर्को भिडियोमा पुनः भेट हुनेछ भन्दै सम्पूर्ण विवरण कुराहरू अर्को भिडियोमा खुलस्त पार्नेछौँ। अब के हुन्छ भने अर्को भिडियोमा हेर्नेछौँ। जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन भने नछुटाउनु होला है त।